हाई एभ्रिवान, स्वागत छ हजुरहरू मेरो युट्युब च्यानलमा। आयो हजुरहरू सन्चै हुनुहुन्छ होला र म पनि एकदमै आरामै भन्नुपर्छ है। तर आज मैले चाहिँ धेरै पछि भ्लग लिएर आएको छु साथीहरू। र आज चाहिँ मैले किन भ्लग बनाएको भने होइन, म उता के अरे मलामी जानु छ नि त। अनि सुँगुरखोरमा आएको थिएँ हतार हतार चारो दिएर म चाहिँ पुरै रेडी भएर आएको छु। अनि अब सुँगुर चारो पनि दिइसक्यो साथीहरू होइन। अनि अब मलाई चाहिँ 10-11-12 बजीतिर लाने भनेको थिएन र, तर म चाहिँ अगाडि नै रेडी भएर आएको छु। किनभने अघि मलाई चाहिँ थाहा थिएन होइन। अनि हाम्रो घरदेखि सुँगुरखोर चाहिँ टाढा पर्छ नि त। अनि मान्छेहरू पनि हिँडिरहेछन्, पुरै गइरहेछन्। अनि हाम्रो घरदेखि चाहिँ सुँगुरखोर निकै टाढा पर्छ, उकालो 5-6-7 मिनट जति उकालो हिँड्नुपर्छ होइन। अनि त्यहाँ मात्र आइपुगिन्छ। अब त्यो चारोहरू बोकेर आउँदाखेरि एकदम यस्तो गलिन्छ नि त, हिँड्नु सकिँदैन उकालो मान्छे। त्यही भएर म चाहिँ अगाडि नै रेडी भएर आएको छु। अनि मेरो साथीहरू चाहिँ तल हुनुहुन्छ, उता तल हुनुहुन्छ आन्टीहरू। म चाहिँ अब चारोहरू दिइसकेँ। चारो दिइसकेर अनि यो बाल्टीहरू पनि लगेर जानुपर्ने छ नि त, बाल्टी तल छोडिराखेर। अनि आन्टी पनि निस्केर अब आन्टीकोदेखि जानुपर्ने छ साथीहरू। अहिले कताबाट आएको म यतातिर आइगएको छु म चाहिँ फेरि। अनि मेरो बुढो चाहिँ आज जङ्गल जानुभएको छ घाँस लिन। आउनुभएको अस्ति आउनुभएको बुढो चाहिँ, तर हामी सँगै छैनौँ अहिले। जङ्गल जानुभएको छ, म चाहिँ मलाई अनि फेरि अब भरे दिनमा जानुपर्ने छ साथीहरू। के गर्छ यतिर कुदै लाग्छ नि साथीहरू। म चाहिँ यता तल लाग्छु होइन। आज भरे लाने त्यो टिमै हो। आन्टीकोमा गएको अनि नलाने अरे नि त। त्यही भएर म चाहिँ आन्टीकोमा जान्छु। अब आन्टीकोमा गएर बसिरहनु पऱ्यो। आउँछन् होइन, त्यतिखेर चाहिँ घरमा न हतार हतार खानासाजी खाएर भन्दा गरिराखेर आयो मलामी आयो पर्खिँदा बल्ल बल्ल आयो। आज हजुर छ्या होइन सेको जाउँ ल जाउँ। मलाई जाने मान्छे हामी आज घरमा बस्दाखेरि अब ल आए साथीहरू। हामी चाहिँ यता हाम्रो अङ्कल हुनुहुन्छ। आज अघिदेखि यस्तो एकैचोटि रिनिबिनी भइराख्नु भएको छ। उहाँ अलि सन्चो हुनुहुन्न अरे, चप्पल बिर्स्यो अरे साथीहरू। फेरि अङ्कलको खै छिटो हामीलाई छोडिराख्छौँ। हामी मलामी जाने मान्छे भएर फेरि पछाडि रह्यौँ भने यहाँनिर हाम्रो आन्टीहरूको यति क्युटवाला सुँगुरको बच्चा छ, सुँगुरको पाठा छ नि यहाँ क्युटवाला। खै दुईवटा रहेछ, तर यहाँ त कता गयो अरू? ऊ तल रहेछन् साथीहरू। अब चाहिँ ऊ माथि पुरै तँ गरेर आइराखेको छ। अनि हामी चाहिँ अब लागेको होइन। अब हामी चाहिँ जान्छौँ भरेतिर, म देखाउँछु साथीहरू। कति राम्रो तोरीबारी, कस्तो राम्रो देखेको है। यतिको बोट आउँदाखेरि चाहिँ राम्रो थिएन। अस्ति त यहाँ आउँदाखेरि अर्कै थियो। मलामी आउनु त आउनु है। थाम्नै सकिँदैन त। अनि म खै छैन जस्तो छ। दोकानमा 100 रुपियाँ अरे 50 को रौ। हाम्रोमा 50 मा आउने रक्सी के साह्रो नि। त्यही त 100 रुपियाँ अरे। हाम्रो मलामीदेखि फर्केको साथीहरू दोकान निस्किँदै। अनि हाम्रो अङ्कलहरू चाहिँ त्यहाँनिर डान्स गर्दै हुन्छ, बसिराख्नु भएको छ। आन्टी र हामी चाहिँ यता दोकान निस्किँदै आएको पुल घुम्दै। अनि खानेकुरा खाँदै दोकान निस्केर आएको। पुल लामो छ नि त यसरी।
यो पुल चाहिँ लामो छ है अनि यो सुत्तादेखि घुम्दै आएको हामी चाहिँ यहाँ हाम्रो अङ्कल अघि सेन्तेरेम हुनुभएको छ सेन्तेरेम यहाँबाट हल्लै छैन हामी बसेको बसेको जाने अवस्था छैन अङ्कल अटोमा जाँदा हो यतिर फेरि एउटा टिकटक बनाउनु किन तेरो नि दाजु त छ्या। यो अरे बार्दै अग्लो खेर मात्रै नभए त तल झर्छ रैना है जब तुमसे कुछ करना है ए मेरो आफ्नै भोइस मात्रै आएछ यो पानी यो के अरे यो पानी जाने खेतमा त माछा पनि पाउँछ होला हौ पछि पछि त कस्तो भुरा रहेछ त मसिनो त्यो त कम्ता छैन मसिनो उयो माछा त जाउँ न ल हामी पनि मिठाई पनि पर्दो रहेछ नि मिठो नि हुन्छ ए अकार पो रहेछ अचार चाहिँ होला अघि उफ्रिँदा उफ्रिँदा गर्नु अहिले लाज हुन्छ अरे बटन थाल्यो नलाग्यो लड्ला छ भने ओलेर पल्छ गर्नु थाल्यो अनि त्यो उता नलाग्यो उताबाट घुमेर चाहिँ तल भन्ने भर्ती आउँछ मान्छे गति देखाउँछ कहाँबाट लानु रे बिहान बिहान खानु भयो यताबाट जाउँ भने घुमेर ए राखेको यो चाहिँ त्यति नै हुन्छ यो टमेटी नै हाम्रो भेडामा चाहिँ यसो गरिदिन्छ त्यस्तै लाग्यो आज चाहिँ चप्पल लाउँछ जाऊ ए आँखा साखा अघि के भइसक्यो लु न अङ्कल सकेन अन्त नानी जस्तो गऱ्यो कसले गर्नुभयो जाउँ तपाईँलाई ल ए ए ए धन्य छेउराभित्रमा चाहिँ यसो सेफ्टी सरा यहाँ लगेर डुबाउँ हौ यहाँ खोलामा पानी छोड्छ अलिक चिसोमा हो त हुन्छ कस्तो अनि सबै त्यहाँदेखि भइरहेको होला दाजु मात्रै त्यो त्यहाँदेखि हुनु हौ छ्या एउटा बनाउनु कि नबनाउनु लु सबैजना नेटले डिस्टर्ब हाल्न के नेट त छैन अनि कहाँबाट हुनु त डाटाबाट हो डाटाबाट डाटा अघि यहाँ त्यहाँबाट हालेको हुने ए त्यो डाटाबाट अब पैसा सक्छ चल्दैन पैसा सक्यो होला नि उनीलाई फोन गर्नु